उनी हुन् 11 वर्षीय निशा तामाङ, जसलाई यी 5 जना नरपिचासहरू मिलेर बलात्कार गरी टाउको ढुङ्गाले कुच्याएर भिरबाट फाले। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 5 मा भएको यो घटना यति दर्दनाक छ कि यति डरलाग्दो छ कि कञ्चनपुरकी निर्मला पन्तपछिको यो ठुलो बलात्कारको घटना हो, जसलाई 5 जना नरपिचासहरूले रक्सीको नसामा योजना बनाएर घटना घटाएका थिए। यी 5 जना नसाले धुत भएका नरपिचास मिलेर निशालाई 3 गरा मकै माडिने गरी पालै पालो पिट्दै बलात्कार गरे। यी 5 जना नरपिचास राक्षसहरूले आफ्नो हवस पुरा गरिसकेपछि बेहोस भएकी निशालाई आफ्नो कुकरमा खुल्ने डरले घाँटीमा सल्ले बेरेर मार्छन् र कसैले नचिनुन् भनेर अनुहारमा ढुङ्गाले किच्याउँछन् र भिरबाट फालिदिन्छन्। अर्को दिन रुखमा अड्किएको अवस्थामा उनको लास गाउँकै एकजनाले देखेपछि प्रहरीलाई खबर गर्छन्। प्रहरी आइसकेपछि तिनी 5 जना बलात्कार मध्येका एकजनाले उल्टै प्रहरीलाई गाइड गर्दै यस्तो गर्ने मान्छेलाई मार्नुपर्छ भन्दै प्रहरीलाई सुनाइरहेका थिए। पछि प्रहरीलाई शङ्का लागेपछि काठमाडौँबाट तालिम प्राप्त कुकुर मगाएर खोज तलास गरे। यति गरिसकेपछि कुकुरले त्यही मान्छेको घरमा गएर त्यही राते लगाएको उसको कपडा ल्याइदिन्छ र उसको सबै पोल खुल्छ। त्यसपछि उसलाई प्रहरीले समातिसकेपछि अन्य 4 जनाको पनि नाम खुल्छ। उनी निशा तामाङ जम्मा 11 वर्षीय 7 कक्षामा पढ्थिन्। उनकी आमा वैदेशिक रोजगारका लागि विदेशमा रहेकी छन्। त्यस दिन उनका बुवा घरमा थिएनन्, तर उनका दिदी भिनाजु भने घरमै रहेका थिए। निशाका गाउँकै एकजना दाइले मोबाइल चार्ज गर्न उनलाई दिएका थिए। पछि राति आफ्नो मोबाइलमा फोन गरेर उनले मोबाइल अलि तलतिर ल्याएर आउन भनेछन्। उनलाई के थाहा थियो र त्यो पापीको अर्कै नियत छ भनेर। त्यो पापीले आफ्ना 4 जना साथीहरूलाई लिएर आएका थिए र त्यही योजना अनुसार त्यो पापी र उनका नरपिचा साथीहरूले निशालाई पालै पालो हवस पुरा गरेर हत्या गरेर फालिदिए। यस्ता नरपिचासहरूलाई सरकारले हदैसम्मको कारबाही गरोस्। मृतक निशा तामाङमाथि हार्दिक श्रद्धाञ्जली।